म डन हो डन। के र बाउले भन्ने होला? यो गाउँको सबै फुच्चा फुच्चीले भ्याक्सो डन भन्छ मलाई। के भन्छ रे? भ्याक्सो मम्मी भ्याक्सो भ्याक्सो डन भन्छ मलाई। भ्याक्सो डन हैन भ्याकुतो डन चाहिँ भन्नुपर्ने हो तँलाई। मम्मी तपाईँ भ्याक्सो डनको अपमान गराउनु भएको छ। यसको नतिजा के हुन्छ थाहा छ तपाईँलाई? यसको नतिजा भ्याक्सो डनले उल्टै 10 झापड खान्छ। त फुच्चे फेरि बोलिस्? म हुँदा हुँदा तपाईँहरूले यसलाई चाहिँ किन जन्मनु भएको के? के बोले भाइ? किनकि त जन्मेकै दिन हामीलाई थाहा थियो त पछि गएर गुन्डा बन्छस् भनेर। जन्मेकै दिन चाहिँ कसरी थाहा हुन्छ हौ? म जन्मिँदै गन बोकेर जन्मेको थिएँ र? होइन छोरा, त जन्मिँदै गर्दा बिजुली चम्किरहेको थियो। गडाङगुडुङ गडाङगुडुङ कुकुरहरू जोड जोडले भुकिरहेको थियो। ठुलो हावा उन्डरी आइरहेको थियो। बन्द करो हात जोड के। अनि हस्पिटलको बत्ती पनि झिमिक 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 गरिरहेको थियो। त्यही भएर हामीलाई शङ्का लागिसकेको थियो त पछि गएर गुन्डा बन्छस् भनेर। नो ड्याड नो, गुन्डा जन्मिँदा यो सब हुँदैन। यो सब शैतान जन्मिँदा हुन्छ, शैतान। मम्मी बचाउनुस् मलाई। अबे साले शैतान, यस्तो शैतानलाई त म पादेरै उडाइदिन्छु।